जस्तो लाग्यो हेर्दाखेरि बल 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 लाइन्सम्यान कुदिदिनु होला पनि भन्न चाहन्छु राम्रो राम्रो छ राम्रो राम्रो बाँझाको प्रहार थियो तर सजिलै अशोक राईले नियन्त्रण लिनुभएको छ हाम्रो एनओसीको खुट्टाबाट बल भइरहेको छ बल आउट भएको छ थ्रोइङको अवसर बाकाकुलाई यो बल भइरहेको छ वीरेन्द्रनगर थ्रोइङको अब थ्रोइङ गर्दै हुन्छ राम्रो छ इक्सन राई सन्देश राईको पास थियो तर बाहिरिएको छ वीरेन्द्रको खुट्टामा बल वीरेन्द्रको खुट्टामा बल उहाँले राम्रो क्लियर गर्न सक्नु भएन सन्देश यादवको खुट्टामा बल गइसकेको थियो राम्रो अवसर हुन सक्थ्यो तर उहाँले बल नियन्त्रण लिन सक्नु भएन राम्रो बल Roman, matana hai, char matana hai. Throwing malo, na. Unai. Oi, एउटा मेन पक्न छैन मलाई. ओइ आइ बिता बिता. ओइ सर. खाली हो. नरसिंह एउटा टिप. 19 जान्छ जान 7 मा आउनु. घम्सी लड्दै एनआइसीका क्याप्टेनले बल बाहिर गोलको अवसर पनि हुन सक्छ बाकाकुलाई यो अत्यन्त घम्सी गेम भइरहेको छ यो अवसर हुन सक्छ बाकाकुलाई तर बल बाहिर गएको छ बल नगुडाइकन राखिदिनु होला भन्न चाहन्छु सुटी बल नगुडाइकन राखिदिनु होला भन्न चाहन्छु राखेर हान्नु होला बाहिर गएको बल हो यो ठिक छ बल घम्सी नै सकिएको साथ रहेको अवसर फेरि बाकाकुलाई अवसर हुन सक्छ तर एनआइसीका कप्तानले नै बल नियन्त्रण लिन सक्नु भएन थ्रोइङको अवसर बाकाकुलाई राम्रो फेरि अवसर हुन सक्छ 19 नम्बर जर्सी 19 नम्बर तर यो चाहिँ नियन्त्रण छ
बल सिधै बाहिर एक-एकजना हेर्ने एक-एक थ्रोइङको अवसर बाकाकुलाई आरामले यो अवसर हुन सक्छ एनआइसीको अवसर हुन सक्छ तर उहाँको मिसपास भएको छ यो अवसर हुन सक्थ्यो बल कर्नरको अवसर बाकाकुलाई कर्नर किकको अवसर उलाउनु यो अवसर हुन सक्छ बाकाको लागि तर बल सिधै फेरि जर्सी नम्बर 6 का भाइले बाहिर फ्याँकिदिनु भएको अहिलेसम्मको खेल निकै उत्कृष्ट देखिएको छ दुवै तर्फबाट धम्साधम्सी अवसरहरू सदुपयोग गर्न सक्नु भएको छ यो धेरै नै राम्रो अवसर थियो तर हाम्रा भान्जा बल सिधै बाहिरिएको छ थ्रोइङको अवसर बाकाकुलाई राम्रो प्रयास थियो एउटा प्रयोगको तर सफल हुन सकेन विराटनगरले सिधै बाहिर बल नियन्त्रण लिन लाग्ने भन्न चाहन्छु यादवको खुट्टाबाट बल बाहिरिएको छ राम्रो प्रयास थियो कोही त छैन कि प्रयास राम्रो थियो
केटाहरूले कस्तोमा खतरा भिडियो छोडिस् भिडियो बनाउन छोडिस् मेरो फुल स्पेसै छैन तिमीलाई कहिले हो त्यसपछि आज हेर
आज हो र त्यसरी हाम्रो होइन तिमीहरूको भोलि हुन्छ होला आज हुन्छ भन्दा भान्जा छिटो तल दाल रिक्सो रे ए त्यो एक सय त्यसले गरे नि त भान्जा रोक दाल एकदम मर्दा बड भाइ तान कन्ट्रोल धेरै चेकेर भाइ चेकेर तल छोड्दै अर्को छैन आती खेल्न इजी आमा त साथ कुद्नु पर्यो भर्खर चेन्ज दिएको है भान्जा यहाँ बिचमा सेन्टरमा आउट त्यो आसे पूर्ण समय 2 मिनट 3 मिनट था यस पछाडिको खेल भनेको दुक्सेली भर्सेस अर्खौले दुईटै टिमलाई तयारी अवस्थामा राखिदिनु हुन पनि अनुरोध गर्दछौँ। दुईटै टिमको खेल गोलहरू समान बराबरी 0-0 नै खेल भइरहेछ। थ्रोइङ गर्नुभएको अवसर भाकाको लागि थ्रोइङको अवसर छ। राम्रो सानो भाइको राम्रो हेडिङ थियो एनआइसीका मिसपास नरेशको खुट्टाबाट र अवसर हुन सक्छ यो एनआइसीलाई। कुनै जनालाई गएर सहपाठी अब प्राय गर्नुभयो जस्तो छ। उहाँको गेम हेर्न हामी लालायत थियौँ, उत्कृष्ट तर अहिलेसम्म देखिएको छैन उहाँको उत्कृष्ट गेम। र वीरेन मगर थ्रोइङमा वीरेन राई सजिन राईको हातले बल छुएको छ त्यहाँ र फ्रीकिकको अवसर एनआइसीलाई यो गोल हुन सक्छ। के बोल्न
राम्रो प्रयास थियो तर बल भइदिएको छ। थ्रोइङको अवसर फेरि एनआइसीलाई। राम्रो निर्णय। टाइम सकिएको छ।